ल सेवार हो सबैजनालाई। अब हाम्रो पूर्वमा पाइने कालो सुन यानी कि अलैँची हैन, एकदमै बहुमूल्य। कृषकहरू एकदमै खुसी हुनुहुन्छ किनभने मनको 1 लाख रुपियाँ पुगेको छ हैन। 1 लाख रुपियाँ पुगेपछि कसरी खुसी नआउनु त हैन। सोल्टी सेवारो अनि मनको चाहिँ 1 लाख पुगिरहेछ अलैँचीको भाउ अहिले हैन। कतिको खुसी हुनुहुन्छ तपाईँ? खुसी नै हो अहिले त। पैसा पकाएर राख्नु ओरारमा चाहिँ हुँदैन हैन, मेरो गोजीमा दिनु यता भन्नु नमिल्ने। अनि यता हाम्रो कृषक एकदम युवामा हुनुहुन्छ मेरो सोल्टीज्यू सेवारो, नमस्ते। अनि हजुरले आज अलैँची 1 लाख रुपियाँमा बेच्दै हुनुहुन्छ हैन। टोटल कति भयो? खुसी छु हैन। जस अब तपाईँको मेहनतले गर्दा यत्रो फलाउनु भएको छ। अनि जस कति मन फलाउनु भयो यसपाल तपाईँले? यसपाल 10 मन भनेपछि उहाँले नेपालमै आफ्नो देशमै बसेर चाहिँ आफ्नै जग्गामा उहाँले 10 मन फलाउनु भएको छ। अहिलेको भाउले भने 10 लाख रुपियाँ। जस्तै हामी खाडी मुलुकमा गएर पनि 10 लाख कमाउनु भनेको चाहिँ लगभग 2-3 वर्ष लाग्छ। उहाँले मेहनत गर्नुभएको छ र नेपालमा बस्नुहुने सबैजना युवा साथीभाइहरूलाई पनि म के भन्न चाहन्छु भने यसरी उहाँ हाम्रो सुखबहादुर तेम्बे हुनुहुन्छ, उहाँले जस्तै मेहनत गरियो भने पक्कै पनि अलैँची फलाउन सकिने रहेछ है त। ल साथीहरू, छोटो भिडियो आयो, कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। सबैजनालाई धेरै सम्झना, धेरै माया। र फेरि पनि अलैँचीको बारेमा भिडियो आउँदै गर्छ र पोहोर पनि बनाएको थियो, एकदम भाइरल भएको थियो। र यो साल चाहिँ कस्तो हुन्छ अब हेरौँ है त। ल खुसी हुनुहुन्छ सबैजना? ल हेरौँ। आहा, थ्याङ्क यू। सबैजनाले मेरो भिडियो हेरिहाल्नु भयो भने सेयर गर्नु नभुल्नु होला र जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला है त।